हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो भिडियोमा र मलाई जहाँसम्म लाग्छ तपाईहरु पनि सन्चै हुनुहुन्छ। म पनि आजसम्म सन्चै छु र आज भने हामी सुषमासँग चाहिँ स्वास्थ्य चौकी जाँदैछौँ किनकि अलिकति उसको चाहिँ हेल्थमा प्रब्लम आयो, त्यही भएर हामी चाहिँ चेकअप गर्न जाँदैछौँ। अनि यतिखेर चाहिँ हामी बाटोमा उभिएर सानो भिडियो गरौँ न त भनेर चाहिँ यतिखेर उभिएर यसो भिडियोमा देखिन चाहेका छौँ। अब भने म तपाईहरुलाई हाम्रो हेल्पोस्ट जाने बाटोतिर चाहिँ देखाउन गइरहेकी छु, हेर्दै गर्नु होला। महँगो फोनहरुमा चाहिँ हुन्छ। अब चाहिँ हामी हाम्रो नजिकैको चोक लकी चोक आइपुग्यौँ, मिलगढ। यहाँनिर चाहिँ सानो पसल पनि छ अनि त्यस पछाडि हामी यहाँदेखि पनि उकालो चढ्छौँ। बुहारी नानी चाहिँ दोकानमा छिन्। ल किन लजाकी? ला लजाको हेर न, आमामा झन् देखाउँछु म त। ल ल ल ल ल देखाउँदिन हौ, कति राम्री छेउ तिमी। यहाँनिर चाहिँ दाजुभाइहरूले चाहिँ पाइपलाइनहरू खन्दै हुनुहुँदो रहेछ। अब हाम्रो गाउँमा पनि कोसीको पानी आउनेवाला छ चाँडै नै। अब चाहिँ हाम्रो शहीद भूमिमा पनि पानीको अभाव चाहिँ अति नै घट्ने छ। यहाँसम्म चाहिँ पाइपलाइनहरूको खाल्डोहरी चाहिँ खन्दै ल्याइसक्नु भएको छ दाइहरूले। छिटो न, बोल्न आउँदैन अरे है यसलाई। मलाई पनि त कहाँ बोल्न आउँछ र, यसो गफ ठोकिदिएको नि हल्का भर्खर सिक्दै गरेको मैले पनि। सर नमस्कार, हजुर कहाँदेखि आउँदै हुनुहुन्छ? भाक्सा उठाउनु? कसको? त्यस्तो कुरा सुन्नमा आएको छ। पैसा नदिए के भयो त, यहाँनिर छँदैछ त यहाँनिर। नत्र त्यत्रो बाइक छ। उहाँ चाहिँ हाम्रो श्री कन्या देवी माध्यमिक विद्यालयको चाहिँ उहाँ चाहिँ बुपु हेडमास्टर हुनुहुन्छ। उहाँ चाहिँ गाउँको एकदमै हाम्रो बुद्धिजीवी लगायत टिचर हेडमास्टरबाट पनि रिटायर हुनुभएको छ। उहाँको नाम चाहिँ सुलुकमान सर हो। हाम्रो माइती राजा पनि हो उहाँ चाहिँ। ल लाग्यौँ उहाँसँगको कुराकानी पछि हामी फेरि पनि आफ्नै बाटोतर्फ। मैले यहाँनिर होइन, तिमीले यस्तो फुल जिन्दगीमा देखाएको थियौ, बरु यो अबे ओइ एकै ठाउँ दुई खाले फुलेको छ। ल हेर्नुहोस् त, अचम्म परे म। हेर्नुहोस् हेर्नुहोस् साथीहरू, हेर्नुहोस् न, यो फुल चाहिँ मैले हाम्रोमा पनि देखेको हो, हाम्रोमा पनि फुल छ। तर यो फुलकै छेउमा चाहिँ एउटै हाँगामा, मतलब एउटै बोटबाट चाहिँ यस्तो खालको फुल, यस्तो कलरको पनि फुलेको छ। अचम्म, ल छक्क परेँ म त हौ। हाम्रोमा नि रातो मात्रै छ त, यहाँ त दुई खाले फुल्दो रहेछ त। ल छक्क परेँ म। ल यो चाहिँ हाम्रो गाउँबाट देखिएको अरुण नदी हो। अनि त्यस पछाडि पहाडी देखिरहेको छ, होमताङ भोजपुर सबैतिर देखिरहेको छ। अनि यता वाडी चाहिँ खोकु शहीद भूमि नै भयो। अनि मजाले अरुण चाहिँ माथिदेखि बग्दै आएको देखिरहेको छ।
ल है दाजुभाइ दिदी बहिनीहरू, यो मुन्दुम श्री सेकुवा कर्नर हिलेमा रहेको छ। अनि उहाँ दाई चाहिँ हाम्रो खोकुकै हुनुहुन्छ। गएर चाहिँ सेकुवा तोङ्बाको मजा लिएर आउनुहोस्। अनि उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद छ, यो बोर्डलाई चाहिँ यहाँ राखेर चाहिँ सहयोग गरिदिनु भएको छ भन्दै हामी चाहिँ लाग्यौँ फेरि। ठुलो न ठुलो भएर मच्छी लगाउँछ त्यहाँ यहाँ कस्तो कस्तो हुन्छ। यता यता पनि सबै हाम्रै दाजुभाइ खालहरूको घरहरू हो, भनौँ न ल्याङमुकहरूकै घरहरू हो यता पनि। अब चाहिँ यहाँनिर चाहिँ एउटा घर चाहिँ फुसको छानो भएको छ। यो चाहिँ अब हराउँदै गइरहेको छ हाम्रो गाउँमा। जे होस् यहाँ एउटा रहेछ, खुसी लाग्यो। हामी चाहिँ राम दाईको पसल पुगिसक्यौँ। अब यहाँदेखि तलतिर झर्नुपर्छ। बजारै थियो अरे भन्छ यहाँ अँ गाह्रो छ। अस्ति नै पनि अस्तिको पालि नि हामीले ल्याएकोमा आमा त्यस बेला पनि त म ल्याएको हो। कति कति बोरा? काकाले हाम्रोतिर ल्याउने त झारेन नि अरे उसो गाडीले ए खतरा कुनै त बाल्दै थियो अरे यहाँ के भन्दै थियो? मल नपाएर नि ए मैले अस्ति फोन गरेको, मैले अस्ति उयो गरेको भन्दै अरे कराउँदै थियो। अब चाहिँ हामी स्वास्थ्य चौकी पुग्न लाग्यौँ। अब थोरै तल हो। यहाँ पनि ढलाइ गरेको रहेछ नि, राम्रो भएछ। जे होस् यी ठाउँतिर त अलिक खराबी नै थियो नि त बाटो, हैन? अब चाहिँ हेल्प पोस्ट आइपुग्यौँ हामी। यहीँनिर हो हाम्रो स्वास्थ्य चौकी। पहिला चाहिँ तल थियो साततालेमा, अहिले चाहिँ यहाँ सरुवा गरेर ल्याउनु भएको छ। सिस्टरहरू सन्चै हुनुहुन्छ? हामी चाहिँ फाइनली स्वास्थ्य चौकीबाट फर्किसक्यौँ। अनि यसको चाहिँ केही पनि रोग देखिएन। यसलाई चाहिँ डर लागेर यसो डर लागेर चाहिँ यसलाई चाहिँ चेकअप गर्न मन लागेको। उसलाई केही पनि देखिएन, नर्मल नै देखियो सबै। अनि हाँसिरहेछ। अहिले चाहिँ एकदम खुसीका साथ चाहिँ घर फर्किँदैछ। अघि त के को हाँस्छौ यसरी? अघि त पुरै हैन बोल्न भन्दाखेरि पनि नबोल्ने। अहिले त अघि म अलिक तनावमा थिएँ नि त। अघि यो साह्रै तनावमा थियो। अहिले त उसलाई एकदम खुसी छ। ढुक्क भएँ, खुसी भएर हिँडिरहेको छु। र साथसाथमा मलाई पनि खुसी लाग्यो, किनकि उसको खुसी नै मेरो पनि खुसी हो। त्यही भएर एकदम ढुक्कले अब घर फर्किन पाइयो। झन् केही रोग देखिएको थियो भने तनावले रुँदै फर्किने थियो मलाई, हैन? अब हामी घर पुग्नलाई धेरै टाइम बाँकी छैन। भिडियो चाहिँ यहीँ म अन्त्य गर्न चाहन्छु। भिडियो हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद हामी भन्न चाहन्छौँ। बाई बाई। बाई बाई। सी यू।